सो हेलो एन्ड नमस्ते सबैजनालाई। म आज रियाक्सन गर्न गइरहेको छु रणवीर सिंहको नयाँ फिल्म धुरन्धरको अफिसियल ट्रेलर। ढिलो नगरिकन लेट्स गो एन्ड रियाक्ट टुगेदर है त। ओके, सो मलाई चाहिँ ट्रेलर दामी लाग्यो होइन। ब्याकग्राउन्ड म्युजिक बवाल छ। सो 101 खतरा एक्टरहरू छ होइन। अक्षय खन्ना, सञ्जय दत्त, रणवीर सिंह एन्ड बवाल अर्जुन रामपाल। सो सुरुमै अर्जुन रामपालको दामी त्यो हुन्छ नि बेस भोइसबाट सुरु छ होइन। अनि यस्तो ब्रुचल सिन देखाएको छ अर्जुन रामपालले, त्यो जो मान्छेलाई त्यो गरिरहेको छ नि, कस्तो डर लाग्थ्यो यार। सो 1971 पछिको स्टोरी देखाउन खोजिएको छ जस्तो लाग्यो है। सो इन्डिया पाकिस्तान वार पछिको एकदम दामी छ। सो ट्रेलरले फिल्म केसँग रिलेटेड छ, फिल्मले के देखाउन खोजेको छ भन्ने त्यस्तो धेरै मजाले खुलेर देखाएको छैन। सो ट्रेलर एकदम सस्पेन्स छ एन्ड द फिल्म मेबी बवाल हुन्छ, एक्सन बवाल होला जस्तो छ किनकि एक्सन हिरोहरू नै छ एन्ड स्टोरी बवाल छ। सो मलाई चाहिँ दामी लाग्यो। सो ट्रेलर हेरेर जो कहिले पनि हत्तपत्त ठ्याक्कै पत्ता लगाउन सक्दैन कि यो फिल्म योसँग रिलेटेड होला जस्तो छ। स्टोरी इन्डिया पाकिस्तानसँग रिलेटेड त छ, तर त्योभन्दा धेरै माथि गएर कसैले पनि गेस गर्न सक्दैन। दामी सस्पेन्स ट्रेलर काटेको छ, ब्याकग्राउन्ड म्युजिक बवाल छ, ट्रेलरमा देखाउनु पर्ने एक्सन देखाएको छ, डायलग दामी देखाएको छ र एकजनाको एकवटा दामी दामी प्रेजेन्टेसन देखाइदिएको छ। मलाई चाहिँ दामी लाग्यो। सो धुरन्धर डिसेम्बर 5 मा आउँदै रहेछ। सो तपाईँहरू कतिको एक्साइटेड हुनुहुन्छ? आई एम सो एक्साइटेड टु वाच दिस फिल्म एन्ड सो आई होप यु गाइज आर इन्जोयड। सो आजलाई यति नै। होप यु सी यु सुन इन माई नेक्स्ट रियाक्सन भिडियो एन्ड थ्याङ्क्स फर वाचिङ विथ मी। हेभ अ नाइस डे।